Hey guys, welcome to my new vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। च्वासे ब्रान्ड यहाँ गाउँमा आको ढोरी लागेर गाउँमा त खतरा छ गाइस। च्वासे ब्रान्डले भोलि यहाँ माछा मार्छौ। हाम्रो दाइ माछा लिएर आए एउटा दाइ। मेरो माल दाइ चाहिँ माछा लिएर आयो झोलामा। यति चिसो छ कि खोलामा गाइस हो पुरै छोड्दिउँ गाइस। यो मेरो गाउँ हो गाइस हो। टावर पनि हालेछन्। हाम्रो आमा धनी भइछन् अहिले। धनी भएर एउटा गेडो चामल थिएन अहिले। खतरा छिन्। हाँस्या छिन्। सन्ती हरियाल उल्टो छोरा यहाँ भात बनाएर राख्यो भने भनेको त लिए के रे गरेर आउनु पर्यो हैन। चिनी हाल्यो गाइस। के गर्नु के रे के भन्छ त्यसलाई के रे भाउजू त्यो सरप्राइज दिउँ भनेको आमाले त छोरा त ठ्याक्कै चिन्यो है गाइस। खोतल खातल पनि सुरु भइसक्यो यहाँ अब भुइँमा। त्यति हो कि तिम्रो नचलाऊ अब केटाहरूको त्यो हेरौँ न केटाहरू के हुन्छ रे हेर्नु पर्दैन हेर्न कति हेर्नले त आउँछ भएको तिमी। चिनी हाल्यो गाइस। के गर्नु के रे के भन्छ त्यसलाई के रे भाउजू त्यो सरप्राइज दिउँ भनेको आमाले त छोरा त ठ्याक्कै चिन्यो है गाइस। खोतल खातल पनि सुरु भइसक्यो यहाँ अब भुइँमा। त्यति हो कि तिम्रो नचलाऊ अब केटाहरूको त्यो हेरौँ न केटाहरू के हुन्छ रे हेर्नु पर्दैन हेर्न कति हेर्नले त आउँछ भएको तिमी। हाम्रो साइला बाहरूको घर गाइस यो पहिला खेत लाउँथे 1-2 वर्ष अगाडि। माथि पनि छ माथि डाँडामा। अहिले यहाँ गर्न सकेनन् होला बिचारा। हेर यत्रो दुःखले घर बनाए झार पलाए गाइस हो। सबै यो गर्ने त्यो गर्ने भनेर खतम छ गाइस। च्वासे ब्रान्ड यहाँ फाइनली आएको छ गाइस हो। आयो तपाईहरुलाई भिडियो मन पर्ने छ होला। घुम्दैछु मेरो फुपूको घर पनि सफारी। अनि यहाँ अब म माछा मार्ने ठाउँ देखाउँछु बन्चोरे ढुङ्गा। पहिला भगवानहरुको बन्चोरे ढुङ्गा देखाउँछु है गाइस ल। बन्चोरे ढुङ्गा उयो गाइस हो यो कस्तो शक्ति हामीले सेब्रा र तल पारी फुपूको घर मेरो फुपूको घर पारी हो गाइस हो। सेब्राको रह्यो एउटा हाइसा है। म यसमा चढे सुप्रा बजार आइयो दुई भाइ अब फर्किनु लाग्छौँ गाइस हो। यो च्वासे ब्रान्डको भलक टिकटक खतम भइहाल्यो। यो चुप्रा बजारको डाँडा यो साङ्गो यो खोलखोलै गएपछि मेरो घर पुग्छ तोराई। धेरै छ यहाँतिर गाइस हो। खतरै छ नि ठाउँ त खोलो चुप्रा बजारको डाँडा। दैलेख जानलाई त त्यो साडु उकालो लागेर ठाडै ठाडो गर्नुपर्छ हौ गाइस। खतरा छ राम्रै चलिरहेछ गुजरा। भन्छन् नि गाइस जुन माटोमा हुर्कियो बढियो त्यही माटोमा पखाला बढियो भने आफ्नो गाउँमा आएपछि यति माया लाग्ने हुन्छ यो ठाउँले। तपाईहरुलाई पनि लाग्छ होला है। यो तल यसलाई लामो र भन्छन् गाइस। लामो र यसलाई धारे गहिरा तलको डुम्री घाट भन्छन्। यो हाम्रो लामो रको घाट भन्छ। यो माथिको तलको घाट भन्छ। यो भन्छ त्यो भन्छ मान्छेले कति कुरा गर्छ गाइस हो। ठिक छ माछा नि मार्नुपर्छ 1-2 दिन आउनु छ तपाईहरुलाई भिडियो हैन। केरा घारी हाम्रो दाइले केरा सेरा लाछ है चट्ट। मेरो दाइले लाउँछ। मेरो दाइ माछा लिएर गयो है माइला। मेरो माइलो दाइ हो है गाइस। त्यो हिँड्ने मेरो माइला दाइ हो गाइस। माछा लिएर गयो कुम्लुङ पेसै यही छ उसको त बिचारा। के भने कमाएर खानु पर्यो। यो घाटो खोला छ। भोलिदेखि माछा मारेको भिडियो हाल्नेछु। आई होप तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। हस् धन्यवाद भन्न चाहन्छु। लामो छिटो मिठो ब्लग।